बाहिर कुखुराको भाले पोथी, भित्र मान्छेको श्रीमान श्रीमती। श्रीमती आछ्यु गरिछन्, श्रीमानले तिमीलाई चिसो लाग्यो भोलि भाले काटेर खाऊ। श्रीमती मुसुक्क हाँसी बाहिर भाले र पोथीको रुवासी। भाले भन्छ बुढी हामीलाई चल्ला ल्याए, दाना खुवाए, राम्रोसँग पाले, अहिले हाँस्यु गरेर साथ काटेर खान्छु भन्न थाले। पोथीले भन्छ नरौ बुढा नरौ, मान्छेको जातै यस्तै हो, केही न केही उपाय गरौँला। डराइ डराइ सुते, बिहान उज्यालो भयो। भाले डराइ डराइ बास्यो। भोलिपल्ट साउनी काट्न आउँछन् भने त कोदालो लिएर पिँडालु खन्न गए। भाले मस्तसँग हाँस्यो। भन्नुहोस् भाले कसरी बाँच्यो? हेर्नुहोस्, सावित्रीले सत्यवानलाई बचाए जस्तै भालेले पोथीको काल छेक्दिछ, पोथीले भालेको काल छेक्दिछ। सावित्रीले सत्यवानलाई बचाए जस्तै पोथीले भालेको काल छेक्दिछ। त्यो बाहुनको घरभन्दा थाहा पाइछ र राति गएर क्यालेन्डरमा एकादशी लेख्दिछ। अर्को हप्ता आयो, अर्को हप्ता त्यही समस्या। फेरि भाले रुन थाल्यो। बुढी यो हप्ता कसरी बाँच्ने? पोथीले भने नडराउ बुढा, यसपालि पनि म क्यालेन्डरमा गएर सप्तमी लेखिदिन्छु। भालेले भनेछ किन सप्तमी पनि बार्ने गर्छ? होइन, अष्टमी त्यसको बाउको श्राद्धै पर्छ। अर्को हप्ता पोथी बाठी भएर 2 क्यारेट अन्डा रिपोर्टर्स क्लबमा दिइछ। सारा पत्रिकामा छापियो घरपालुवा पन्छीमा बर्ड फ्लू। सबैले कुखुरा खान छाडेछन्। आफूले धेरै जान्ने भयो भने यस्तो हुन्छ, आफूले खन्या खाल्टामा आफै पर्छ। सबैले कुखुरा खान छाडेछन्, आफूले खन्या खाल्टामा आफै पर्छ भने त्यही हो। राति नै लगेर भालेपोथीलाई करेसामा गाडेछन्। यसबाट के शिक्षा लिनु पर्यो भने ठिक्क जान्ने भयो भने दुःख सुख बाँडिन्छ, व्रत जान्ने भयो भने करेसामा लगेर गाडिन्छ। मस्त व्यस्त सदा चुस्त निरोगी जिउन जिन्दगी, मेरो ठम्याईमा लाग्यो हाँसो अचुक औषधि। रोजे कर्म यसैलाई ठानेर मार्ग उत्तम, आशीर्वाद सधैँ पाऊँ दर्शकाय नमो नमः, आशीर्वाद सधैँ पाऊँ दर्शकाय नमो नमः। जहाँ पैसा त्यहाँ चोरको बिक्बिकी। चोरको बिक्रीबाट बस्नको लागि अमेरिकाले चोर पत्ता लगाउने मेसिन बनाएछ। त्यो मेसिनले अमेरिकामा दैनिक 10,000 चोर समाएछ। त्यो मेसिन चाइनाले ल्याएछ। चाइनामा दैनिक 20,000 चोर समाएछ। त्यो मेसिन भारतले लगाएछ। भारतमा दैनिक 40,000 चोर समाएछ। भारतमा चोर र अपरेटर मिलेर 20,000 घोषणा गरेछ, सरकारलाई ठगेछ। नेपालमा ल्याएर फिट गरेको, बेलुका फिट गरेको, राति नै मेसिन चोर लगेछ। अहोरात्र काममा खट्ने प्रहरी, इमान्दार कर्तव्यनिष्ठ, ओसार पसार मसार पसार पसार मसार प्रहरीभित्र अर्को प्रहरीको चरित्र। हरिवर भएको ओरहरी, हरिपर भएको प्रहरी। कोही भन्छन् लाठी प्रहार गर्ने प्रहरी, कोही भन्छन् पढाइको सामान हरण गर्ने प्रहरी, कोही भन्छन् पुलिस पुलमुनि लुकेर कति पैसा लिइस्। बदल्नु पर्ने कुराहरू धेरै छ। बीच बाटोमा उभिएर इलेक्ट्रिसिटी फुक्ने, अर्काले गल्ती गरे रमाउने, च्याप समाउने, सीसी क्यामेरा छलेर थोर बहुत कमाउने ट्राफिक प्रहरी। एउटा प्रहरी छ दङ्गा प्रहरी, अर्को प्रहरी छ नङ्गा प्रहरी। दङ्गा प्रहरी पुलिसलाई कुट्ने, नङ्गा प्रहरी फुटपाथको फलफुल लुट्ने। कसैले भन्छन् बालन प्रहरी, कसैले भन्छन् ट्यालेन्ट प्रहरी। फुटपाथमा राखेको भटभटी नदेखिने, टाउकोमा गएको चटभटी लगाइदिने। नेपाल प्रहरीको ओकेटोकेमा आउँछ रोजर रोजर, बालन प्रहरीको ओकेटोकेमा आउँछ डोजर डोजर। डेरावाल र केरावाललाई हेर्छ घुरी घुरी, पानीपुरी र चटपटेको लागि ठ्याक्कै अमृतपुरी। प्रहरी धेरै प्रकार, प्रहरीभित्रै दरार। चोर फरार, डाँगा फरार, हत्यारा फरार, बलात्कारी फरार, सुन तस्कर फरार, सहकारी ठाउँ फरार, हेलमेट नलाउनलाई चिरी झ्याप। नेपाल प्रहरी जय नेपाल। पहिला महिला पुरुषहरूले बहादुर लेख्थे, अब महिलाहरूले बहादुर लेख्नुपर्छ मेरो अर्थमा। हेर्नुहोस् त पुरुषहरू कस्तो काँटो। स्वास्नी माइत गइन् भने चाउचाउ पकाएर खान्छन्। एउटी दुलै लिँदा 200 जना केटीहरू कस्तो बस्नु हेर्नुहोस्। एक्लै दुलै भनेर अर्काको घरमा आउँछिन्, झाडु लाउँछिन्, भात पकाउँछिन्, भाँडा माझ्छिन्, लुगा धोइदिन्छन्, तुना खोइदिन्छन्, सारा घर सम्हाल्छिन्। एउटी छोरी जन्माउँछिन्, नाक खुम्च्याउँछिन्। छोरी जन्माएकोमा नाक खुम्च्याउँछिन्,
आमा बन्न पाएकोमा रमाउँछिन् अनि कुच्चो फालेर साँचो समाउँछिन्। पेटमा अर्को बच्चा रहन्छ, डाक्टर जचाउँछिन्, फेरि छोरी देखिन्छ एबोर्सन गराउँछिन्। काकी छोरीलाई मन्टेश्वरी पिल्याउँछिन्, माइतकी आमालाई विदेश पठाउँछिन्, घरकी सासूलाई वृद्धाश्रममा थन्क्याउँछिन्। दिनको 2 घण्टा बच्चा हेर्छिन्, 4 घण्टा ऐना हेर्छिन्, 1 घण्टामा खाना ठिकठाक बनाउँछिन्, 2 घण्टामा 5वटा टिकटाक बनाउँछिन्, लोग्नेलाई फकाउँछिन्, ड्राइभर बनाएर सभामा गएर भाषण गर्छिन्। हामीले राष्ट्रपति पायौँ, प्रधान न्यायाधीश पायौँ, सभामुख पायौँ, अब प्रधानमन्त्री पाउनु बाँकी छ। सभामा गएर भाषण गर्छिन्, अब प्रधानमन्त्री पाउनु बाँकी छ। विधाता प्रकट भएर भन्नुहुन्छ, नानी भए जति नारी पन्छायो तिमी एउटी बाँकी छौ। विधाता प्रकट भएर भन्नुहुन्छ, नानी भए जति नारी पन्छायो तिमी एउटी बाँकी छौ। प्रधानमन्त्री हुन त भाग्यमा पनि चाहिन्छ, प्रधानमन्त्री हुने छोरी त तिमीले एबोर्सन गरेर थाकी छौ। हास्यवेदीको माध्यमबाट सामाजिक सकारात्मक सन्देश। Ngakawla ciabari ngonnom yambu nangri tata mula khaji ciaji tiji menji thungbe kiuna hengwala kyamare pane jangbari syongare chamje prabha minguje ciaga bhanga khanangiliana thangkhaba nongbe klari tisam nongla ngadoba ngaila namsari ting jaba ting tijim bakcha rongbe dim sanga solbari Lana sengbari tala pepa tongbai dungri sanga suba sanga canting polo solba ngato jim namsari niba ngato jim namsari niba मैले यदि सम्मान गरे। अब म अलिकति देशको कुरो अलिकति सामाजिक परिवेशको कुरो गर्न चाहन्छु। हेर्नुस्, लगातार 3 पुस्ताले क्रान्ति गर्यो भने चौथो पुस्ताले आफै क्रान्ति गर्छ। यो डार्विनको सिद्धान्त अन्तर्गत पर्छ। जिजुको क्रान्ति प्रजातन्त्र ल्याउन, बाजेको आन्दोलन पञ्चायत फ्याँक्न, बाउको जनयुद्ध गणतन्त्र ल्याउन, चौथो पुस्ताको आन्दोलन दुनुसो ज्याएर खान, 5औं पुस्ताको आन्दोलन जसरी हुन्छ विदेश जान। छोरो जेठो ब्रिटिस आर्मीमा छ, बेलायतको लागि लड्दैछ। माइलो इन्डियन आर्मीमा छ, भारतको लागि लड्दैछ। साइलो अमेरिकामा छ, अमेरिकामै पढ्दैछ, अमेरिकाकै लागि केही गर्दैछ। छोरी जापानमा, भान्जी चाइनामा, कान्छो कतारमा। सन्तानले छपक्क विदेश ढाकेको छ, आफू चाहिँ एउटा धतुरेको पछि लागेर अर्को धतुरेलाई विदेशीको दलाल भन्न फलाकेको छ। नेपाली जनताले योभन्दा बढ्ता के जानेका छन्? हेर्नुहोस्, स्याललाई माला लाएर सहर घुमाइदिनुहोस्, भोलिपल्ट त्यो महान नेता बन्छ, त्यसको तस्बिर लगाएर नेपाली जनतालाई दिनुहोस्, आँखा चिम्लेर जिन्दाबाद भन्छ। सडकमा साइरनको आवाज सुन्दा लाग्छ श्री 5 घटेको हो कि होइन। सवारीकै जाममा परेर एम्बुलेन्समा सुत्केरी हुनु परेको पीडा साइरन बजाएर हिँड्ने महाशयहरूलाई थाहा छ कि छैन? देशले धेरै बात फेरिसक्यो, तैपनि घेरियाबादमा घेरिएका छौँ, फरियाबादमा बेरिएका छौँ। दाम काम हाम खाम दुरुस्त उस्तै मान्छे मात्रै कुर्सीमा फेरिएका छन्। हेर्नुहोस्, विदेशतिर हेर्दा हामीले दर्शकसँग फुटबल हेर्ने राष्ट्रपति पनि देख्यौँ, ट्रेन चढेर मन्त्रालय जाने मन्त्री पनि देख्यौँ। कठै हामीले त हाम्रै सन्दीपको नाम पनि मोदीको मुखबाट सुन्नु पर्यो। अनि त माननीय सांसदज्यूले सदनमा सोधनी भयो रे, यो सन्दीप लामिछाने भन्ने केटा कुन पार्टीको हो रे? यो भन्दा ठुलो हाँसो के चाहियो गणतन्त्र नेपालमा? हाम्रो देशमा अदालतले बाटो बनाउन रोक लाउँछ, सरकारले अपराधी छुटाउने तोक लाउँछ, अपराधीले आत्मसमर्पण गर्न आउँछ, चोरले आएर पुलिसलाई भनेछ म चोर हुँ, पुलिसले सलाम ठोक्दै भनेछ त्यसो भए हजुर कुन पार्टीको हो रे? महँगीले खिचेर बसी साध्य छैन, करमाथि कर थोपरेर तिरी साध्य छैन। पहिला प्याज काट्दा आँसु आउँथ्यो, अहिले प्याज किन्दा आँसु आउँछ। बाउको तलब 18,000, छोरोको फी 24,000। भन्नुहोस् त्यो परिवार कसरी बाँच्यो होला? देशको नक्सा हेऱ्यो खुर्सानी बारी जत्रो छ, सांसदको संख्या हेऱ्यो भीमसेनको भारी जत्रो छ। टिभी र रेडियोमा समाचार सुन्दा देश अमेरिका भन्दा अलिकति माथि पुगे जस्तो लाग्छ। कसले हो कुनै अस्ति त्रिशुलीको तुइन झिकेर चन्द्रमा जाने पुल हाल्यो रे। कृषि प्रधान देशको चमत्कार हेर्नुहोस्, अब त गुन्द्रुक पनि चाइनाबाट आउन थाल्यो रे। कस्तो देश हेर्नुहोस्।
गुन्डा पाल्नलाई कुर्सी पाउने देश, जनता पाल्नलाई औषधि नपाउने देश, रिक्सावालले कर तिरेन भनेर कराउने देश, एनसिएलसँग कर उठाउन डराउने देश, सोलुमा हिउँ पर्दा तालुमा शीतल हुने देश, गजुरीमा समात्या सुन काठमाडौँ ल्याउँदा पित्तल हुने देश। सरकारले गुन्डा पालेर जनता लुटेको देश, पार्टीको हिसाब किताब पैसाको हिसाब किताब नमिलेर पार्टी फुटेको देश, भैँसी पाल्न ऋण पाउने देश, स्वास्नी पाल्न काम नपाउने देश। मलाई त भैँसी र मन्त्री उस्तै लाग्छ। भैँसी उनीले दुध बेच्छ, मन्त्री उनले मान्छे बेच्छ। त्यही भएर भैँसी मन्त्री नहुन्जेल पार्टीमा, मन्त्री भएपछि भैँसी पार्टीमा। हेर्नुहोस्, जिउँदै भट्टीमा हालेर जलाउनेलाई मिना हुन्छ केस, जिउँदै मान्छे भट्टीमा हालेर जलाउनेलाई मिना हुन्छ केस, टिकटक बनाउनेलाई समाधि समाधि थुन्ने देश, सरकारी कर्मचारीलाई घुस नखाऊ भनेर सिकाउन नसक्ने देश, सहकारी ठगलाई विदेशबाट झिकाउन नसक्ने देश, मलामीमा गएर शङ्ख बोकेर जन्तीको बाजा खोज्ने देश, गणतन्त्रको भत्ता खाएर सदनभित्र राजा खोज्ने देश।